आज छठ पूजाको पहिलो दिन यहाँहरू सम्पूर्णलाई छठ पूजाको धेरै धेरै शुभकामना। सो हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। म रितिका। आज चाहिँ छठ पूजाको पहिलो दिन नुहाई खुवाई भन्ने दिन हो, अर्थात् नुहाएर खाना खानुपर्ने दिन। म पनि बिहानै नुहाएर पूजा गरेर मन्दिर गएको थिएँ, अनि म चाहिँ बजार पनि गएको थिएँ। आजको दिन चाहिँ लौकाको तरकारी र चनाको दाल खाने चलन छ। सो लौका लिनलाई मलाई चाहिँ लौकाको तरकारी मन नपर्ने भएको भएर मैले लौकाको पकौडा बनाएको थिएँ। लौकाको सँगै मैले चाहिँ आलुको पनि पकौडा बनाएँ। अनि छठमा चाहिँ एकदमै चोखो नितो गर्नुपर्छ नि त, कडा हुन्छ छठको नियम। त्यही भएर मैले पनि सकेसम्म जानेसम्म एकदमै चोखो नितो गरेको थिएँ, अनि लसुन प्याज अभोइड गरेको थिएँ। अनि म चाहिँ गएँ दुबी, किनभने मैले दुबीभरि छठ गर्न लागिरहेको थिएँ। त्यही भएर म दुबी पुग्दाखेरि चाहिँ सकुना खाना बनाउँदै हुनुहुन्थ्यो, अनि कान्छी मामु यता लुगा उयो गर्दै हुनुहुन्थ्यो, मिलाउँदै हुनुहुन्थ्यो। हामी एकछिन बसेर गफ गऱ्यौँ, रमाइलो भयो। सबैजना भेट्दाखेरि त यसै पनि रमाइलो हुन्छ। अनि कति राम्रो भएको क्या यो इन्डोर प्लान्टहरू, म त यस्तो लोभ लाग्यो नि, कति राम्रो देखिरहेको थियो। झन् पिपल्सको घर पनि एकदमै राम्रो देखेको थियो। अनि आएर मलाई आन्टीले यो सिन्दुर लगाइदिनु भयो, लगाउनुपर्छ भनेर। सिन्दुरसँगै यो खुट्टामा आल्ता भन्छ, यो पनि लाउनु पर्ने रहेछ। सो यो पनि लगाएँ, किनभने यो चाहिँ मैले पहिलोपल्ट लिइरहेको थिएँ व्रत। अनि फेरि हामी एकछिन बसेर गफ गऱ्यौँ। आजको लागि यति नै। थ्याङ्क यू सो मच फर वाचिङ, बाई।